नयाँ जीवन सुरु गर्दै हुन्छ हैन जेलबाट निक्लेर अब सबैभन्दा मान्छेले नि त पेटमा चारो छैन भने धेरै गाह्रो हुन्छ अघि पत्लाएबाटै मलाई आँखा पुरा यति हुन थाल्यो आँखा भोकले के खाजा खानुहुन्छ के खानुहुन्छ खाना खानुहुन्छ ल चढ्नु ल रुनु न आफ्नो जस्तो भएको थियो मलाई त त भन्नु 3-4 दिन बल्ल आज खाएर बल्ल आज खानु खुट्टा त यहाँ हेर्नु न यहाँ कस्तो भएको छ यिनीहरू खुट्टा फुटेर होइन त्यो दाउनेको त्यो भूगोलले हो अरू भन्दा पनि 7 वर्ष जेल गएर त तपाईँ जेल गर्नु चाहिँ कस्तो भयो मेरो बुढी लाने जार पनि नपरोस् अब त्यहाँभन्दा के भनौँ त मैले कस्तो हुन्छ भनेर अब दाइसँग भेटेर खाना खानु भएको छ कति दिन भयो नखाएको 3 दिन भइहाल्यो 3 दिन भयो हिँड्दै हिँड्दै आउनु भएको भन्नुहुन्छ होइन नवलपरासीबाट अघि कसरी बोल्थ्यो अहिले मजाले हाँसेर बोलिरहेको अब अनुहारमा नै एउटा चमक आइसक्यो सबैभन्दा मान्छेले खाना हो कि खाना पेटमा भयो भने त मरुनु मात्नु हुन्छ अनि भेट भयो जो निजगढमा भेट भयो होइन हजुर तपाईँ अब हिँड्दै जानुहुन्छ तपाईँ अब हिँड्दै जानु नवलपरासीबाट हिँड्दै हिँड्दै आए के को लागि हिँडे तपाईँ अनि खासमा घर हिँड्ने हो कहाँ हो घर तपाईँको घर मेरो चपुर हो चपुर कहाँनिर चपुर ट्याक्कै तपाईँको बालचन्दपुर रोड बालचन्दपुर यसो जाने बाटो छ अनि तपाईँ चाहिँ अनि उहाँ कताबाट आउनु भएको अरे पश्चिम नवलपरासी केलाई जानुभएको थियो नवलपरासी म एउटा ट्र्याक्टरको ड्राइभर हो ए म एक्सिडेन्ट पऱ्यो मसँग लाइसेन्स नभएर चाहिँ म भित्र कारागारभित्र थिएँ कि ए बुधबार छुट्टी हो त्यही भएर मसँग केही पनि छैन ए हिँड्दै आउँदैछु पैसा छैन 1 रुपियाँ छैन हो र अनि के खानुभयो तपाईँले के खाने छैन केही खाएको छैन ल हो र अनि के खाजा खानुहुन्छ के खानुहुन्छ खाना खानुहुन्छ ल चढ्नु ल चढ्नु म तपाईँलाई राम्रो खाना खाने ठाउँमा लैजान्छु ल खाना खाने ठाउँमा लिएर गइदिन्छु खाना खानु अनि जानु है अनि तपाईँ अनि कहिले हिँड्नु भएको उता नवलपरासीबाट बुधबार हिँड्ने आज शुक्रबार आज बिहिबार हिजो बुधबार हो त यो न अस्तिको बुधबार उहाँबाट तपाईँ नवलपरासीबाट हिँड्दै हिँड्दै आउनुभयो हजुर हो तपाईँ दाउनेको त्यो बाटो त्यो नयाँ गेटसम्म पुरै हिँड्दै आउनुभयो धुलोमा अनि तपाईँको ट्र्याक्टर चाहिँ उहाँ एक्सिडेन्ट भयो तपाईँ जेल कारागारमा हुनुहुन्थ्यो निक्लेर आउनु भएको हो र अनि तपाईँ घर परिवारलाई थाहा छैन छोरी मेरो 14 वर्ष कि अहिले छोरी बिहा गरेर गयो अरे बुढी मगरसँग पहिला गएको यति अप्ठ्यारो छ भने हुन त म नआउने मान्छे होइन मेरो घर छ जग्गा छ नआउने होइन तर अप्ठ्यारो त अब घर नपुग्नु त्यति अप्ठ्यारै भयो अनि तपाईँको अनि अहिले अनि घरमा को मम्मी आमा बुवाहरू को हुन्छ कि हुन्न हुन्न मेरो घरमा ए तपाईँसँग अहिले मोबाइल पनि छैन केही पनि छैन पैसा पनि छैन 1 रुपियाँ पनि पहिलाको मेरो सिम तल भने सिम चाहिँ मसँग छ ए तर आज 7 वर्ष अगाडिको सिम चल्दैन जेलमा बस्नुभन्दा अगाडिको पुलिस चौकी तपाईँ कुन पुलिस चौकीमा पढ्नुभयो म यो बर्दाघाटको पुलिस चौकीमा पढेर 7 वर्षपछि आउनुभयो अनि परासी जेल त परासी हो चलन गर्ने कि परासी भएर छोरा मान्छे हो सबै कुरा बुझ्नुपर्छ भोग्नुपर्छ भनेको तपाईँले भोग्नुभयो होइन कति वर्ष हुनुभयो तपाईँ म त धेरै भएन ए 48 वर्ष हुनुभयो ए
ल ठिक छ दाइ खाना छ त खाना पुरा मासु नि सिधै के अरे हैन कुनै मासु पनि छैन उतापट्टि जान्छ उतापट्टि हेर हो दाइ कहाँबाट आउनुभयो तपाईँ भन्नु त म नवलपरासीबाट आएको कहाँबाट भेट भयो होइन हजुर म पनि रौतहट जिल्लाकै हो होइन हजुर हजुर दाइसँग भेटेर खाना खानु भएको छ कति दिन भयो नखाएको 3 दिन भइहाल्यो नि 3 दिन भयो हिँड्दै आउनु भएको भन्नुहुन्छ होइन नवलपरासीबाट भेट भयो जे होस् निजगढमा भेट भयो होइन हजुर तपाईँ अब हिँड्दै जानुहुन्छ चपुर अब हिँड्दै जान्छ चपुरसम्म हिँड्दै जान्छु भन्नुहुन्छ है यत्रो यो लगभग 19 किलोमिटर छ यहाँबाट चपुर 19-20 किलोमिटर जति पर्छ होला किन नभए तपाईँलाई म गाडीमा चलाएर पठाइदिन्छु गाडीको टिकट म काट्दैछु है दाइसँग भेटेर खुसी लाग्यो तपाईँलाई आनन्द भयो नि एकदम आनन्द मेरो पेट भोको भएन हजुर यतिमा म एकदम तपाईँ घर त आज पुगिहाल्नुहुन्छ होइन तपाईँको नाम के हो दाइ भनिदिनु मेरो लीलाचन लगाएँ लीलाचन लगाएँ घर चाहिँ कहाँ अरे घर मेरो चपुर चपुर कहाँनिर एकै चौकदेखि अलिकति मास्तिर मात्रै 500 मिटरमा हामीलाई चाहिँ कस्तो लाग्छ भने अब अहिले 48 वर्ष भए कसैसँग पनि नराम्रो नबोल्ने जे छ यथार्थ कुरो सिधा भन्ने हो मेरो सिद्धान्त त्यो छ बस्न चाहिँ राति कहाँ बस्नुहुन्छ कुनै मन्दिरहरू भेट्यो भने मन्दिरमा बस्ने भेटेन भने अब कहाँ दरी चौकी कहाँ छ तिनीहरूलाई भनेर सर यस्तो भएको छ भन्ने भन्छ त्यो पुलिसहरूले हाम्रो नजिकमा बस्छ अरूतिर मान्छेले पुर्छ हाम्रो नजिकमा बस्छ भने त्यो बस्ने तपाईँलाई के अरे खानपिनको व्यवस्था उनीहरूले गरिदिन्छ खाना कसैले सक्दो खुवाउँछ दया माया हुनेले नभए भात त भन्दैछु 3-4 दिन बल्ल आज खाएँ भात 3-4 दिन बल्ल आज खानु बल्ल आज खाएँ खाना खाँदा जे होस् इनर्जी आयो होइन अब त म हिँडेर जान्छु भने पनि मलाई शक्ति छ बेलुकासम्म पुगिहाल्छु हजुर बेलुकासम्म पुग्छु भन्ने पनि आँटा आयो नि त सबैभन्दा मान्छेले यसो नि त पेटमा चारो छैन भने धेरै गाह्रो हुन्छ अघि पत्लाबाटै मलाई आँखा पुरा यतिकै हुन थाल्यो आँखा त्यो भोकले कि पानी मागेर खाएँ त्यो बिचार त्यो एउटा खड्काको घर रहेछ मै खाने भाइ भने मै खाने भने 2 गिलास मै खाएँ अनि फेरि त्यो पानी नहो मै पनि किचनबाट सक्यो खाजा चाहिँ कहाँ खानु तपाईँले यो के भन्छ अम्लेसगञ्ज खाजा खाँदामा त्यहाँ होटेलहरूले खाजा खायो त्यही त्यो मगरको दोकान रहेछ त्यहीँ खुवाइदियो खाजा तपाईँले अनि जेलमा काम गर्दाखेरि अलिक पैसा जम्मा भएन पैसा चाहिँ अब कोलगेट ब्रुस किन्ने हेर्नु यो हरेक कुरो चाहिन्छ यहाँ के तपाईँ अब साबुनदेखि लिएर गएर हरेक कुरो सबै थोक चाहियो कि अब त्यहाँ फेरि यति महँगो छ भने त्यहाँभित्र किन्नुलाई अब यो रेजर भनेको यहाँ धेरै न 35-40 रुपियाँ पर्ला 200 रुपियाँ लिन्छ यो यन्त्र हो के महँगो छ फेरि के हो त्यसै त जेल हो जेल त भयो तपाईँले झुटो त बोल्नु भएन साँच्चै होला है यति गरेर पनि यति एउटा सास अडेर मान्छेलाई कसरी यस्तो बोल्नु होला त त्यो त तपाईँले बोल्नु त होला लाएन खुट्टा पनि पुरै भएर पुरै फुटिसकेको छ क्या ए खुट्टा त यहाँ हेर्नु न यहाँ कस्तो भएको छ हेर्नु न सबै हिँडेकोले हो हिँड्दा खुट्टा फुटेर होइन त्यो दाउनेको त्यो धुरोले हो अरू भन्दा पनि यति आनन्दको भात खाएर अघि त रुनु न हाँस्नु जस्तो भएको थियो मलाई त हिँड्दा पनि इनर्जी पनि भएन होइन अघि त एकदम गाह्रो भएको नि तपाईँको अघि बोली नै न्याउरो भइसकेको थियो मसँग सुन्दाखेरि अहिले त धेरै इनर्जी आयो अहिले त मजाले सबैभन्दा मान्छेले खाना हो कि खाना पेटमा भयो भने त मरुनु बाँच्नु हुन्छ अनि अब अघि कसरी बोल्थ्यो अहिले मजाले हाँसेर बोलिरहेको छु अब अनुहारमा नै एउटा चमक आइसक्यो जिन्दगीको 7 वर्ष जेलको यात्रा तपाईँको जेलको अनुभव चाहिँ कस्तो भयो मेरो शत्रु छ मेरो जारै किन नहोस् तर त्यो नपरोस् त्यति नै भन्छु म अरू केही पनि भन्दिनँ अब कस्तो हुन्छ भनेर अब भन्नु न
मेरो बुढी लाने जार पनि नपरोस्। अब त्यहाँभन्दा के भनौँ र मैले, कस्तो हुन्छ भनेर। अब आज भेट भएर रमाइलो भएन दाइलाई, जाँदै हुन्छ राम्रोसँग जानु होला है, पछि पनि भेट भयो होला। त्यतिको जिल्लाकै हो म पनि, भेट त भइहाल्छ। तपाईँलाई शुभयात्रा है, नयाँ जीवन सुरु गर्दै हुन्छ होइन, जेलबाट निक्लेर अब दाइसँग भेटेर पनि रमाइलो लाग्यो होइन। र बोतल बोक्नु है, गाडीमा जानु होला राम्रोसँग है, पानी खाँदै।